एउटा कुरो पितृहरूलाई कोही ब्राह्मणै कोही पाइएन भने यसो पानी लिएर भए पनि तिथिका दिन छँदै छैनन्, पाउँदैनन्, बुवामा मरेर गए, पिण्ड किन दिने, पानी किन, त्यही चाहिँ उनीहरूले पाउँछ। 1000 जनालाई खुवाउनुहोस्, त्यो तपाईँको सम्पत्ति छ भने जति खुवाउँदा पनि भयो, जति लुगा कपडा बाँडे भयो बुबा आमाको तिथिमा, तर हातमा पानी लिएर आफ्नो पिताजीको नाम लिएर कुनै गुरु बोलाएर, अथवा गुरु पनि बोलाउन असम्भव भयो भने ल हेर्नु त, सनातन धर्ममा त यति सजिलो पनि छ, त्यो पनि भएन, हातमा पानी लिएर यो दुईटा औँलाबाट यसरी कुछ बिना पनि आफ्नो पिताजीको माताजीको नाम लिएर ल है मैले जल लिएँ, ल है मैले तर्पण दिएँ, स्वधा शब्द उच्चारण गरेर पिताजीको नाम उच्चारण गर्ने, आफ्नो गोत्र स्वधा भनिदिने, त्यो बरु प्राप्त गर्दछन्। त यस कारणले गर्दा सज्जनहरू एउटै कुरो, यति अहङ्कारी नबनौँ, यति सनातन धर्ममाथि कुठाराघात हामीले गर्नु हुँदैन। श्राद्धको महिमा शास्त्रहरूले गाएका छन्, हाम्रा नीतिहरूले गाएका छन्। त यस कारणले गर्दा श्राद्ध बुबा आमाको कहिल्यै छोड्नु हुँदैन, माता पिताको। उनीहरूलाई हामीले यति पनि दिने योग्य भएन भने यो शरीर पाएको के भएर फल सज्जनहरू। त यस कारणले गर्दा यही जलबाट यति अप्ठ्यारो परिस्थितिमा पनि हामीलाई बताएका छन् भने सजिलो हुँदा, बुबा हुँदा, आमा हुँदा, श्रीमती हुँदा, छोराछोरी हुँदा, भान्जा भान्जी छन्, बोलाउने छ, धन श्रद्धाले खर्च गर्ने, खुवाउने, कति एउटा आनन्द मिल्छ, खुसी मिल्छ। त्यही त हो नि, पितृहरूले यही हो प्राप्त गर्ने। त्यसैले हजारौँलाई खुवाउनुहोस्, तर म श्राद्ध गर्दिनँ, तर्पण गर्दिनँ, यो मलाई विश्वास छैन, यो भन्ने कहिले पनि हाम्रो भाव आउनु हुँदैन। यो कुठाराघात। बुबा आमा भोकै छन्, तपाईँका बुबा आमा तडपिरहेका छन्, तपाईँको शरीरमा अहङ्कार मात्रै छ अब, किनकि पिता माताको आशीर्वादै तपाईँले प्राप्त गर्न छोड्नुभयो हजारौँलाई खुवाएर पनि। खुवाउ नगर्नु भन्दैन सनातन धर्मले, दिन दुखी सनातन धर्मले जति अरू सेवा गर्ने कसले गर्दछ, तर भगवानकै भाग काटेर, पितृहरूकै भाग काटेर, उनीहरूकै भाग खोसेर त सेवा गर भनेर भनेको छ। त यो कुराहरू हामीले बुझ्नुपर्छ, मनन गर्नुपर्छ। त्यसैले देश कालोचित श्रद्धा द्रव्य पात्र हणानि च सम्यक भवन्ति नैतानि विस्तरादु सजनार्णवा। त्यसैले धेरै विस्तार पनि गर्न मिल्दैन श्राद्धमा। बडो श्रद्धापूर्वक, जसलाई श्रद्धया कृतम सम्पादितम इति श्राद्धम, श्राद्धका धेरै अर्थहरू छन्, जसले श्रद्धापूर्वक सम्पन्न गर्दछन्। एउटा श्लोक काहीँ काहीँ गाउँछु म, यहाँ पनि गाउन मन लाग्यो, धेरै ठाउँ त छोड्छु, काहीँ काहीँ गाउँछु।